बाटो चाहिँ यो है गाउँघरतिर चराहरूको आवाज अगाडिको मान्छे त किसिम कुद्या छन् त लडाइँ गर्दैछ क्या हो चराहरू हरियाली वनपाखा पाक्न लाग्यो गाइस व्हाट इज दिस इज द मंकी नट दिस इज ओखर फल्न लागेको छ गाइस अरे ओखर यसको यो पात कुराहरू सुन्नु त यस्तो मिठो बाँच्नु हुन्छ महँगो पर्छ त मम्मी तराईतिर त यो हाम्रो पापाले उहाँ जाँदा जहिले ल्याइदिनुहुन्छ वर्षमा एकचोटि जानुहुन्छ नि अब ल्याइदिनु भिरपाखा हेर्नु त कहिले घरमा त्यो कस्तो खानु दामी आयो अर्कै छ खै फलेको कहाँ छ माथि गेरला छ ऊ सानसानो यहीमा देखेन ऊ ए हो र गइदिन्छ इत्री सानैदेखि ठुलो हुने होइन त्यो अलैँची टिप्ने बेला चाहिँ छिट्टिन्छ हामीले घोटेर हप्तामा गएर हातमा दलिएपछि केको घोटेर अहिले खाइदिन्थे पनि केटाकेटी यहाँबाट सरक घोट्ने अनि अलिक ज्ञान आएपछि चाहिँ हाम्रो बाबाले किनेर ल्याइदिनुहुन्छ अनि भुटाउने खान्थ्यौँ यता नि ल्याइदिनुहुन्छ 2-4 किलो 5 किलो अनि काँचो खायो अहिले काँचो खाएर पानी सक्यो बुढो पिपाचो बनाउनु पर्छ है